आज पनि हामी आजको यस मोडल सेटमा शिक्षा मनोविज्ञान पाठ हामी सक्नेछौँ, 1 2 सक्नेछौँ। आज हामी उत्तर बाल्य अवस्थाको बारेमा आज हामी आजको यस मोडल सेटमा सबै महत्त्वपूर्ण इम्पोर्टेन्ट क्वेसनहरू लिनेछौँ। केही प्रश्नहरू एक्जाममा सोधिसकेका र केही नयाँ प्रश्नहरू, महत्त्वपूर्ण क्वेसनहरू रहेका छन्। आजको पहिलो प्रश्न रहेको छ, कुन अवस्थामा बालबालिकाले उत्सर्जन क्रियामा पूर्ण नियन्त्रण कायम गर्न सिक्दछन्? कुन उमेरमा? अप्सन ए शिशु अवस्था, अप्सन बी पूर्व बाल्य अवस्था, अप्सन सी उत्तर बाल्य अवस्था, अप्सन डी किशोर अवस्था। कुन अवस्थामा बालबालिकाले उत्सर्जन क्रियामा पूर्ण नियन्त्रण कायम गर्न सिक्दछन् त? कुन उमेरमा होला? यहाँहरूको कमेन्ट म हेर्नेछु। प्रश्नको उत्तर कमेन्ट गरौँ। कुन उमेरमा हो त? अप्सन बी पूर्व बाल्य अवस्था। कुन उमेरमा त? अप्सन बी पूर्व बाल्य अवस्थामा हो है। अप्सन बी सही आन्सर रहेको छ। प्रश्न नम्बर 2, आकर्षक उमेर भन्नाले कुन अवस्थालाई जनाउँछ? आकर्षक उमेर भन्नाले कुन अवस्थालाई जनाउँछ? अप्सन ए उत्तर बाल्य अवस्था, अप्सन बी प्रारम्भिक बाल्य अवस्था, अप्सन सी नवजात अवस्था, अप्सन डी शैशव अवस्था। कुन अवस्थालाई जनाउँछ त आकर्षक उमेर भन्नाले? प्रश्नको उत्तर कमेन्ट गरौँ। यहाँहरूको अनुमान आफूलाई टेस्ट गर्नुहोस्। तपाईँको एन्सर मिल्छ कि मिल्दैन आफूलाई टेस्ट गर्नुहोस् है। कमेन्ट गर्नुहोस्, एन्सर कमेन्ट गरौँ। कुन अवस्था हो त? अप्सन डी शैशव अवस्था। कुन अवस्था त? शैशव अवस्था हो है। अप्सन डी सही आन्सर रहेको छ। प्रश्न नम्बर 3, ग्याङ एज भनेर तलका मध्ये कुन उमेर अवधिलाई चिनिन्छ? ग्याङ एज भनेर तलका मध्ये कुन उमेर अवधिलाई चिनिन्छ त? अप्सन ए पूर्व बाल्य अवस्था, अप्सन बी युवा अवस्था, अप्सन सी उत्तर बाल्य अवस्था, अप्सन डी यौवना अवस्था। ग्याङ एज भनेर तलका मध्ये कुन उमेर अवधिलाई चिनिन्छ? यो सोधिसकेको प्रश्न पनि, यो प्राइभेट टिएससी 2080 मा सोधिएको प्रश्न हो यो। ग्याङ एज भनेर तलको मध्ये कुन उमेर अवधिलाई चिनिन्छ? कुन उमेरलाई ग्याङ एज भनिन्छ त? उत्तर बाल्य अवस्था है। कुन त? उत्तर बाल्य अवस्था। ग्याङ एज उत्तर बाल्य अवस्था। प्रश्न नम्बर 4, मनोवैज्ञानिकहरूले उत्तर बाल्य अवस्थालाई के भनी बताएका छन्? मनोवैज्ञानिकहरूले उत्तर बाल्य अवस्थालाई के भनी बताएका छन्? अप्सन ए सृजनात्मक उमेर, अप्सन बी परिपक्वताको उमेर, अप्सन सी लापरवाहीको उमेर, अप्सन डी दुःखपूर्ण उमेर। मनोवैज्ञानिकहरूले उत्तर बाल्य अवस्थालाई के भनी बताएका छन् त? के भनी बताएका छन् त? कमेन्ट गरौँ। के भनी बताएका छन् मनोवैज्ञानिकहरूले उत्तर बाल्य अवस्थालाई के भनी बताएका छन्? सृजनात्मक उमेर। उत्तर बाल्य अवस्थालाई के भनी बताएका छन् त? सृजनात्मक उमेर भनेर बताएका छन् है मनोवैज्ञानिकहरूले। प्रश्न नम्बर 5, उत्तर बाल्य अवस्थाका केटाकेटीहरूको सामाजिकरणहरूमा कुन पक्षको प्रभाव अधिक हुन्छ? उत्तर बाल्य अवस्थाका केटाकेटीहरूको सामाजिकरणहरूमा कुन पक्षको प्रभाव अधिक हुन्छ? अप्सन ए आफ्नै उमेर समूहको भाषा, फेसन, व्यवहार, अप्सन बी अभिभावक आमाबुबाको व्यवहार, अप्सन सी समाजको मूल्य, मान्यता र संस्कृति, अप्सन डी विद्यालयको नीति, नियम र निर्देशन। अप्सन ए आफ्नै उमेर समूहको भाषा, फेसन, व्यवहार। उत्तर बाल्य अवस्थाका केटाकेटीहरूको सामाजिकरणमा कुन पक्षको प्रभाव अधिक हुन्छ त? आफ्नै उमेर समूहको भाषा र फेसन र व्यवहारमा। प्रश्न नम्बर 6,
तलका मध्ये उत्तर बाल्यावस्थाको विकासात्मक कार्य कुन हो? तलका मध्ये उत्तर बाल्यावस्थाको विकासात्मक कार्य कुन हो? अप्सन ए कुराकानी गर्न सिक्नु, अप्सन बी दौतरी समूहका साथीहरूसँग लामो समयसम्म बसिरहन मन पराउनु, अप्सन सी ठोस खानाहरू खान सिक्नु, अप्सन डी ठिक र बेठिक छुट्याउनु। तलका मध्ये उत्तर बाल्यावस्थाको विकासात्मक कार्य कुन हो? कुराकानी गर्न सिक्नु, दौतरी समूहका साथीहरूसँग लामो समयसम्म बसिरहन मन पराउनु, ठोस खानाहरू खान सिक्नु, ठिक र बेठिक छुट्याउनु। कुन हो त? विकासात्मक कार्य कुन हो? विकासात्मक कार्य हो दौतरी समूहका साथीहरूसँग लामो समयसम्म बसिरहन मन पराउनु। तलका मध्ये उत्तर बाल्यावस्थाको विकासात्मक कार्य कुन हो त? दौतरी समूहका साथीहरूसँग लामो समयसम्म बसिरहन मन पराउनु। अप्सन बी सही एन्सर हो। प्रश्न नम्बर 7, उत्तर बाल्यावस्थामा बालबालिकाहरूले सामाजिकरणका लागि अवलम्बन गर्ने तरिका कुन हो? उत्तर बाल्यावस्थामा बालबालिकाहरूले सामाजिकरणका लागि अवलम्बन गर्ने तरिका कुन हो? अप्सन ए अनुकरण गर्ने, अप्सन सी सामाजिक कार्य गर्ने, अप्सन बी साथी समूहबाट प्रभावित हुने, अप्सन डी आदेश पालना गर्ने। उत्तर बाल्यावस्थामा बालबालिकाहरूले सामाजिकरणका लागि अवलम्बन गर्ने तरिका कुन हो भनिएको छ? कुन हो त? कुन रहेछ? साथी समूहबाट प्रभावित हुने है। अप्सन बी सही एन्सर रहेको छ। साथी समूहबाट प्रभावित हुने, अप्सन बी सही एन्सर रहेको छ। प्रश्न नम्बर 8, उत्तर बाल्यावस्थाका बालबालिकाको सामाजिकरणको प्रमुख अनौपचारिक पक्ष कुन हो? अप्सन ए साथी समूह, अप्सन बी सञ्चारका साधन, अप्सन सी घर परिवार, अप्सन डी विद्यालय। प्रमुख अनौपचारिक पक्ष, प्रमुख अनौपचारिक पक्ष हो अप्सन सी घर परिवार। कुन त? घर परिवार हो अनौपचारिक पक्ष प्रमुख। प्रश्न नम्बर 9, साधारण खेलका लागि आवश्यक पर्ने सिपहरू सिक्नु कुन अवस्थाको विशेषता हो? शैशव अवस्था, अप्सन बी पूर्व बाल्य अवस्था, अप्सन सी यौवन अवस्था, अप्सन डी उत्तर बाल्य अवस्था। साधारण खेलका लागि आवश्यक पर्ने सिपहरू सिक्नु कुन अवस्थाको विशेषता हो? कुन अवस्थाको विशेषता हो त? उत्तर बाल्य अवस्था। अप्सन डी उत्तर बाल्य अवस्था हो है। अप्सन डी सही एन्सर रहेको छ।